सम्पूर्णमा नमस्कार र जय नेपाल पनि। म आज एउटा महत्त्वपूर्ण विषय लिएर आएको छु। विशेष त यो घोराई नगर भित्र जति पनि हाम्रो स्थानीय बासिन्दा हुनुहुन्छ, साथै हाम्रो नेपाली काङ्ग्रेसका नगर सभापति, क्षेत्रीय सभापतिदेखि जिल्लासम्मका सभापतिसम्म यो भिडियो अवश्य पनि पुग्ने छ, हेरिहाल्नु नै छ। र विशेष त म अब आउँदो स्थानीय चुनावको बारेमा म केही कुराहरू, महत्त्वपूर्ण कुराहरू गर्न गइरहेको छु। मैले छलफलको क्रममा अहिलेको देशको परिस्थिति हैन र अहिले हाम्रो जुन यो नेपाली काङ्ग्रेसको जुन यो गएको फागुन 21 को चुनावमा जुन परिणाम आयो देशैभरि, यसलाई मध्यनजर राखेर धेरै साथीहरू, धेरै पदाधिकारीसँग मैले के भनेको छु भने अब धेरै ढिला हुन लागिसक्यो, पार्टीको किचलो एक ठाउँमा छ र आउने स्थानीय निर्वाचनको चिन्ता हामी कार्यकर्ता, हामी जनताहरूमा र भनौँ न सम्पूर्ण भोटरहरूमा एउटा खालको चिन्ता छ के हरेक पार्टीलाई आफ्नो पार्टीको भनौँ न उम्मेदवारलाई विजय गराउन पाए हुन्थ्यो यसपटकको स्थानीय निर्वाचनमा, किनभने त्योसँग आफ्ना हरेक विकासका कुराहरू, स्थानीय विकासका कुराहरू जोडिएका हुन्छन्। यो स्वाभाविक पनि हो, तर काङ्ग्रेसको केन्द्रीय किचलो एक ठाउँमा छ। त्यो किचलो एक ठाउँमा राखेर हाम्रो घोराई मात्रै नभएर प्रत्येक गाउँपालिका, प्रत्येक वडामा चाहिँ के गर्नुपर्छ होला जस्तो लाग्छ भने केन्द्रीय किचलोलाई छोडेर नगर एक भएर, क्षेत्र एक भएर आउने स्थानीय चुनावलाई मध्यनजर राखेर हामीले एउटा भर्चुअल मिटिङबाट कसरी हुन्छ त्यसलाई चाहिँ नि सर्वसहमतबाट एकजना उम्मेदवारलाई चयन गर्ने र त्यसलाई चाहिँ नि अब तपाईँ जनताको घर घरमा जानुस्, आफ्नो तयारी गर्नुस् भनेर दियो भने नेपालभरि जति पनि नगरपालिका, महानगर, उपमहानगर हैन गाउँपालिका, वडाहरू छन् त्यो जित्न एकदम सजिलो सकिन्छ। किनभने जनताले के चाहन्छ भने अब आउने वडा अध्यक्ष, अब आउने गाउँपालिकाको अध्यक्ष अथवा नगरको मेयर हैन, उपमहानगरपालिकाको मेयर, महानगरको मेयरलाई प्रत्यक्ष देख्न चाहन्छ, आफ्नो घरमा आएको र उसले भोट मागेको देख्न चाहन्छ। हाम्रो अझ यो ठुलो पार्टी भन्ने काङ्ग्रेसमा त के छ भने अरू दलले चाहिँ नि 1 महिना 1.5 महिना अगाडि उम्मेदवार उठाइसक्नुहुन्छ, हाम्रो चाहिँ नि 15 दिन 1 हप्तामा उम्मेदवारी दिने। यो ढिला क्रमले के हुन्छ भने जनताको घर घरसम्म उम्मेदवार पुग्न पाउँदैन र परिणाम विपरीत आउँछ। र फेरि के गर्छौँ हामी भने एकअर्कालाई आलोचना गर्ने, लालचना लगाउने, अन्तर्घात गर्यो भन्ने, फेरि कारबाहीको सिफारिस गर्ने, यो क्रम जारी रहन्छ। अब यो पुरानो शैलीबाट अलिकति हामी माथि उठ्न जरुरी छ। तर मैले यो कुरो भन्दाखेरि, हाम्रै घोराई नगरको कुरा गर्दाखेरि मैले भन्दाखेरि के भन्नुहुन्छ भने पदाधिकारीले, म नाम उल्लेख गर्न चाहन्न, कहाँ त्यस्तो हुन्छ, अहिले पहिले नै गर्ने हुन धेरै प्रतिस्पर्धी हुन्छन्, यस्तो हुँदैन, पार्टी सिस्टम भने अर्कै हो भन्छ। हो त पार्टी सिस्टम त्यो हो, थाहा छ त, तर मैले के जोड गर्दैछु भने यो अहिलेको देशको परिस्थिति, अहिलेको जुन परिवर्तन भएको यो राजनीतिक परिवेशलाई मुख्य नजर राखेर मैले भनेको कुरा अहिले नै वडा अध्यक्ष पनि तय गरौँ, नगरपालिकाको मेयर पनि तय गरौँ, गाउँपालिका बङ्गलाचोली हैन, राप्ती गाउँपालिका, बबई, दङ्गीशरण सबैका तय गरौँ र काङ्ग्रेसको स्थानीय निर्वाचनमा चाहिँ बलियो पकड बनाऊ भन्ने मेरो धारणा हो। यो कसैले सुन्नु भएको छैन, त्यसले गर्दा मैले यो भिडियो बनाउनु र म यो भिडियोमा के भन्न चाहन्छु भने यदि अरू गाउँपालिका, अरू नगरपालिकाको कुरा म गर्न सक्दैन, म यो घोराई नगरवासी हो, मलाई यहाँको घोराई नगरको प्रमुखको बडा चिन्ता लागिरहेछ। हामीले दुई पटक हार्यौँ हैन, हार्नुको एउटै कारण के हो भने हाम्रो नगर प्रमुखको उम्मेदवार घर घरसम्म जान सक्नु भएन, भोटरहरूले उहाँलाई चिन्दै पनि चिनेनन्। अहिलेको जमाना यो छैन कि मैले भनेर मेरो श्रीमती, मेरो छोरा, मेरो छोरीले भोट हाल्छन् कि हाल्दैनन्, किनभने त्यो मेयरलाई चिनेको हुनुपर्छ के। आजको यो जेपीडीको जमानामा हैन, एआईको जमानामा हैन, मान्छेले नचिनेर भोट हाल्दैन प्रभु। त्यसले गर्दाखेरि यो भिडियो एउटा सचेतनाको लागि हो। यदि तपाईहरु आज चाहिँ नि
असारको 2 गते भयो। अहिलेसम्म मलामास थियो, मलामास पनि सकियो। अब यो हाम्रो क्षेत्र दाङ क्षेत्र नम्बर 2 घोराई उपमहानगरपालिकाका पदाधिकारीहरूलाई यो चेतावनी पनि हो। तपाईहरुले 2 हप्ताभित्र जम्मा 2 हप्ताभित्र यो कुरालाई छलफलमा ल्याउनु भएन र पार्टीमा चाहिँ नि यसको छलफल भएन र यो कुरालाई सिरियस लिनु भएन भने म गणेश बेलबासे घोराई उपमहानगरपालिका वार्ड नम्बर 18 को एउटा बासिन्दा हैन, म 2 हप्तापछि म आफू पार्टी बेगरको कांग्रेस बेगरको स्वतन्त्र उम्मेदवार घोषणा गर्ने छु। यसलाई चाहिँ नि मजाक पनि नलियोस्, यसलाई नाटकीय रूपमा पनि नलियोस्, यसलाई एकदम सकारात्मक रूपमा ल्याएर हैन कांग्रेस भित्र यसको छलफल चलाइयोस्। किनभने स्थानीय निर्वाचन मङ्सिर हैन अलि ढिलो भयो भने फागुन र एकदमै ढिलो गर्यो भने 84 को वैशाखमा त हुने नै छ। 9 महिना बाँकी छ हैन। त्यसले गर्दाखेरि यसलाई मजाक पनि नलिनु होला र जसले यो भिडियो देख्नुहुन्छ यो घोराई नगरपालिका मात्रै हैन कि देशैभरिका नगरपालिका गाउँपालिका र वडामा यो कार्यक्रम यो छलफल चलाउन जरुरी छ। कसरी हुन्छ, कोले त्याग गरेर हुन्छ। मात्र एकजना उम्मेदवारलाई आजै जिम्मा दिउँ, उहाँ चाहिँ प्रत्येक मतदाताको घर घरमा पुग्नुहुन्छ, प्रत्येक मतदातासँग हैन डाटा लिएर 18 नम्बरमा जानुहुन्छ नि को कुन टोलमा कति कति के नाम गरेकोलाई भेट्नुभयो त्यो गर्नुहुन्छ र परिणाम पनि राम्रै आउँछ। किनभने एउटा भनाइ छ नि कसला नकाट्दै मसला बन्दैन। त्यसले गर्दाखेरि यो कुरालाई एकदमै पदाधिकारीहरूले मनन गर्नुहुनेछ। अन्यथा 2 हप्तापछि भोलिपल्ट 2 हप्ताको भोलिपल्ट मेरो व्यक्ति स्वतन्त्रता, किनभने व्यक्ति स्वतन्त्र यसकारण कि सायद घोराई उपमहानगरपालिकाका बासिन्दाले स्वतन्त्र उम्मेदवार पनि चाहनुहुन्छ र देशमा 3वटा एउटा महानगर र 2टा उपमहानगरलाई पनि लिन सकिन्छ। जहाँ स्वतन्त्रले विजय हासिल गर्नुभएको छ त्यहाँको नगरमा कायापलट अथवा भनौँ न सुधारहरू भएका पनि छन्। त्यसले गर्दाखेरि सबै कांग्रेसजनहरू मिलेर एउटा सामूहिक उपप्रमुखको उम्मेदवार चुन्नु एकदमै जरुरी छ भन्ने मेरो यो व्यक्तिगत धारणा हो र सबैलाई यो लागिरहेको पनि हुन्छ। तर लाएर पनि बोल्नेको त एकजना त बोल्नु पर्यो, एकजनाले त हैन छलफल चलाउनु पर्यो, एकजनाले त यो विषयलाई उखान गर्नु पर्यो। त्यसैले मैले यो विषयलाई चाहिँ नि आज हाम्रो भिडियो मार्फत सार्वजनिक गरेको छु। यसलाई एकदमै सिरियसली ल्याइदिनु होला। अन्यथा फेरि हैन अन्यथा त मैले भनिहालेँ नि, अन्यथा मैले स्वतन्त्र उम्मेदवार घोषणा गर्न बाध्य हुनुपर्नेछ र यदि यो भएन भने म स्वतन्त्र उम्मेदवार घोषणा गर्छु र जनताको घरमा एकचोटि होइन, 2 चोटि होइन, 3 चोटि पुग्छु र जित पनि मेरै पक्षमा ल्याउने छु र के एजेन्डा लिएर जान्छु त के कुराहरूमा मैले चाहिँ नि घोराई नगरलाई चाहिँ नि भनौँ न घोराई नगरवासीहरूलाई आश्वासन गर्न सक्छु त हैन, उहाँहरूको मत जित्न सक्छु। त्यसको होमवर्क म गर्दै जानेछु। हस् त, सबैको दिन सुखमय रहोस्। यो भिडियोलाई सबैले सेयर गरिदिनु होला। हस् त, नमस्कार। म गणेश बेलबासे, हाल चाहिँ घोराई उपमहानगरपालिका वार्ड नम्बर 18 मसिना निवासी।